नमस्कार, स्वागत छ यहाँहरूलाई कस्तुभ मन्थनमा। आज यो नेपाल भन्ने हाम्रो राष्ट्रको नाम कसरी नेपाल रहन गयो त? यो नेपाल नाम के हो यो कसरी? व्हाट इज द ओरिजिन अफ दिस नेम, पर्टिकुलर नेम नेपाल? यो अब इतिहासलाई हेर्ने हो, आधुनिक नेपालको इतिहासलाई, मोडर्न हिस्ट्रीलाई हेर्ने हो भने हामी क्रिक प्याट्रिकको बेलादेखि हिजो आज डाक्टर डीआर रेग्मी, तीर्थ मिश्रसम्म पढ्न लेख्न पाउँछौँ नेपालको विषयमा। अनि यी विभिन्न इतिहासका यी पुस्तकहरूलाई हेर्दाखेरि मैले के देखेँ भन्दा यहाँ नेपाल नाम रहने विषयमा नेपाल यसको 3-4वटा तर्कहरू रहेछ। एउटा तर्क रहेछ, यो तिब्बती भाषामा, बर्मो टिबेटियन भाषा अथवा तिब्बती भाषा भनौँ, हिजो हामीले उनको व्यापार गर्ने गरेको दलाई लामा रेफरेन्स लियौँ भने वी क्यान अन्डरस्ट्यान्ड द टेरिटोरी वेल। अहिले चाइनाको अधीनमा रहेको त्यो भूभाग हो। त्यो तिब्बती भाषामा चाहिँ नेपाललाई यो कसरी रह्यो भन्दा यहाँबाट ऊन उत्पादन हुँदो रहेछ र त्यो तिब्बती भाषामा ने भनेको ऊन, पाल भनेको घर, यो ऊनको घर भनेको भएर चाहिँ यसलाई नेपाल भनिएको हो भन्ने एउटा मत रहेछ। अब यो मतलाई यसो विचार गर्ने हो भने हुन पनि हो। गलैँचाका कुराहरू त हिजो पाटलिपुत्र, आजको पटना हुँदाखेरि चाणक्य आदिका समकालीन कन्टेम्पररिजहरूलाई हेर्ने हो भने पनि नेपालको गलैँचाको चाहिँ वर्णन, त्यसको उल्लेख त्यता पनि पाइन्छ, नपाइने होइन हो। उन त गर्थ्यौँ हामी। एउटा तर्क यो देखिन्छ, तिब्बतीहरूले उनको घर नेपाल भन्देका हुन् भन्ने। अर्को तर्क गएर जोडिन्छ पशुपतिसँग। यो पशुपतिमा जुन गाईले दुध दिन्थ्यो गएर आफ्नो, त्यो जो गोठाला थियो, गोठालाले गएर उत्खनन गर्दा मेरो गाईको दुध त्यहाँ कसरी गयो, यो किम्वदन्तीतिर अहिले नजाउँ, हामी सबैलाई थाहै होला। त्यहाँ उत्खनन गर्दाखेरि त्यो ज्योतिर्लिङ्गको त्यो प्रकाशले त्यो मान्छे त्यही डढेर भस्मै भयो, खरानी भयो। अनि त्यतिखेर यहाँ टेकु दोभानमा एकजना मुनि ऋषि तपस्या गरेर बस्थिए, ने मुनि, ने उनको नाम ने थियो हो। उनी आए, त्यतिखेर पशुपतिनाथ त्यहाँ भस्म भयो भन्ने खबर, ज्योतिर्लिङ्ग आयो भन्ने खबर पाएपछि टेकु दोभानबाट पशुपति पुगे बागमतीनिर। त्यहाँ पुगेपछिबाट अनि उनले त्यो जो भस्म भएको थियो व्यक्ति, गोठालो, उसको छोरालाई यो देशको राजा बनाइदिए। अनि हो त्यो नेमुनिको छत्र छायामा, पालनमा उनले पालेको भएर हाम्रो देशको नाम नेपाल रह्यो भन्ने अर्को एउटा मत छ। अब फेरि अर्को मतलाई हामीले हेर्ने हो भने यो कुनै इन्डिजिनियस भाषामा, हाम्रो रैथाने यताका यी किरात लिम्बू यतातिरको कुनै एउटा भाषामा ने भनेको मध्य रहेछ, मध्य, मिडल, सेन्टर। र यो काठमाडौँ खाल्डो यो देशको सेन्टरमै छ नि त, सेन्टरतिरै छ नि, नाइदर अन टु द इस्ट नट टु द वेस्ट छैन नि, यो सेन्टरतिर छ। त्यो सेन्टरको देश भनेको भएर नेपाल भनिएको हो भन्ने तर्क भेटिन्छ। र अर्को मैले भेटेको तर्क के छ भन्दाखेरिबाट, जतिखेर यो तलाउ थियो नि काठमाडौँ, त्यस बखतमा यहाँका यी पेरिफेरल डाँडाहरूमा, यो छेउछाउका काठ क्षेत्रमा स्पेसली, यहाँ निप भन्ने एउटा जाति मानिसकै, एउटा निप जातिको, ट्राइबको बसोबास थियो र तिनीहरूको घर भन्ने हिसाबले नेपाल भनिएको भनिन्छ। मैले भेटाएका मतहरू यिनैहरू छन् इतिहासका पान्नाहरू पल्टाउँदाखेरि। र यो अध्ययन गर्न मलाई प्रेरणा दिनुहुने मेरा आदरणीय गुरु डाक्टर ढाकाराम सापकोटाजीलाई पनि म आभार व्यक्त गर्छु। सरले नै प्रेरणा दिएर हिस्ट्रीका पान्ना पनि पल्टाए, नत्र लिटरेचरमै सीमित थिएँ म। अब तपाईहरुसँग अरु कुनै मत छ, केही जानकारी छ भने तल कमेन्टमा पाऊँ। थ्यांक यू।